ल हामी जोरलतर्फ लाग्नु यही हो भिडियो। अब हामी अत्रेबाट हिँड्छौँ एकछिनमा। अहिले बुढरमा छौँ गाइस। अहिले बुढरमा पुगे। अब ल हामी पुगे यता बुढोर पुगे हामी होइन। दर्शन दाइ बोल्नु केही शब्द भयो। फिलिङ अमेज। फिलिङ अमेजिङ। हामी यता खाना खाँदैछौँ। टक्क हाम्रो थकाली खाना त्यताहरू छन्। त्यही हो। अब हामी बुढोर पुग्यौँ। अब हामी एकछिनमा उता जोरा के अरे चनकट्टे भन्ने ठाउँ जान्छौँ। त्यही हो। अहिले त छरा बुढोर घुमिरहेको छौँ। उता अगाडि छ झरना। यो बवाल बनाएको रहेछ यता झरना। गाइस हामी अहिले हुटमा छौँ। छतको माथि उता बसिरहेको छन् मान्छेहरू। अगाडिको भ्यू हेरौँ। फ्लिप होइन यस्तै हो। अब यस्तो गरौँ। गाउँै र गाउँै र गाइज हामीहरू अब गाइस फाइनली अब हामी गडहरको पुगिरहेछौँ। गाइस फाइनली आज म एउटा गरिबको बच्चा भेटाएको छु। टुल्लु बे त्यही हो। अब याप हानौँ के याप हानौँ। याप नहानु मैले मेरो मोबाइलले चार्जर सक्ने लाग्यो। गाइस अब हामी कति बज्यो अहिले 8 बजे हामी यता गडाहरमा पुग्यौँ होइन। खोलाको आवाज सुन्न सक्नुहुन्छ। ऊ त्यहाँ बजिरहेछ कस्तो। अनि अब हामीले रोटी खाए खाइहाल्यो। अब पचाउन बाँकी छ। हो अब त्यही हो। यो खटियामा सुत्छ होइन। फाइनली गाइस आज एउटा गरिबको बच्चा भेटाएको छु। ल अब चाहिँ अब यो हाउस टुर हुन्छ। पहाडको घर कस्तो हुन्छ म देखाउँछु। यस आहा कति राम्रो घर। ल दिनेश के भन्न चाहन्छ त कस्तो थियो एक्सपिरियन्स तपाईँको? मलाई चाहिँ यो हाम्रो सहरको यो धुलो धुवाँबाट टाढा होइन त्योभन्दा एकदम शान्त खोलाको आवाज पछि यो के भन्छ चराहरूको आवाज एकदम घरहरू पनि एकदम राम्रो। ल कस्तो भइरहेको छ त आज यति हिँडेर भन्न। फ्यान्टास्टिक एउटा वर्डमा होइन नि त। यो त कस्तो भइरहेको तिमीलाई? ल बाहिर कुकुरको भ्लग पनि बनाऊँ न होइन? आयो
यहाँ आहा ए यो हाम्रो माले 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 यो हाम्रो माले अनि यो दा बिरालोको ग्याङ छ यता बिरालोको ग्याङ सुरी हाम्रो भैँसी रहेछ मेरो भाइ हो त्यो सुरी सुरी नबाक 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 भाग्यो 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 सुरी आइस 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 भाग्यो के छ हाल खबर मेरो भाइ के छ हाल खबर यो डे 2 को भ्लग हो अनि अब हामी भर्खर उठ्यौँ अनि यहाँ दर्शन नै हुनुहुन्छ अनि यहाँ दिनेश छ अनि आज हामी यो घरमा सुतेको यो घर चाहिँ हाम्रो एस्थेटिक घर हो पुरानो घर हाम्रो बाजे बस्ने घर तर अहिले चाहिँ कोही बस्दैन अनि त्यही पनि बिस्ताराहरू छ अनि हाउस टुर गर्न जाँदैछौँ म अब अनफर्चुनेटली ताला लगाइसकेको छ हामीले अनि चाबी तल गइसकेको छ यो चाहिँ हाम्रो बास्ना हो वासरुम त नगर बास्ना हो अनि त्यो हाम्रो बस्ने घर हो अनि हेर्नु सनराइज त देखेको छैन बट त्यसको बादल चाहिँ देखेको छ होइन अनि यो ठाउँको नाम के अरे भोटे खाता होइन भोटे खाता राख्नुको नाम रिजन के पहिला भोटेहरूलाई यता गाडेको थियो अरे यता ऊ त्यसमा भोटेहरूलाई गाडेको थियो अरे त्यसैले यो ठाउँको नाम भोटे खाता अनि त्यो यता लाइन पाइन न यता सोलर पाइन्छ धेरै साह्रो ल यही साथीहरू अब हामी त तल जाँदैछौँ ल यही हो अब हामी तल घर पुग्यौँ अब एकछिन नास्ता सास्ता खाएर हामी निस्किन्छौँ बात छ यही हो हाम्रो पहिलाको तुलीगढाको घर त्यो खोला Hey, bro. Wow. This is the खोला उता गहिरो छ नुहाउने ठाउँ त्यो माछा मार्ने ठाउँ होइन पहिला खतरा ताल्थ्यो बाहाडीले सब अतल पुतल च्यो माले च्यो भने त भाग्छ होइन दिस इज द ब्रिज वी आर क्रसिङ ल गाइज हामी रेडी भइसकेको छौँ अब टक्क लाएर हामी लेकतिर जान्छौँ We are on the way to पुर्खे अहिले हामी लास्ट थाकिसकेका छौँ स्टिल अझै हामीले 2 घन्टा हिँड्नु पर्ने छ अनि पुग्नेछौँ हामी अब हामी खोला पुर्खे पुग्यौँ अब सब अगाडि गइसक्यो म पछाडि छु अनि पानी भयो अब यहाँ डाँडा पुर्खे यो खोला पुर्खे हो नेता नदी छ अब उता डाँडा जानुपर्छ त्यसको नाम चाहिँ डाँडा पुर्खे भन्छन् त्यसलाई यहाँको भ्यू देखाउँछु म तपाईँहरूलाई यो चाहिँ अगाडिको भ्यू भयो टक्क त्यो सन होपफुली आज पानी परेको छैन पानी पऱ्यो भए त लास्ट गाह्रो हुन्थ्यो स्टिल राम्रो छ यो चाहिँ हाम्रो कान्छा बाजुको घर हो त्यो खोला हो अगाडि मान्छेहरू गइसके ल अब मैले मान्छेहरूलाई ग्रिट गर्नुपर्ने हुन्छ मिट एन्ड ग्रिट गरेर अब यहाँ निस्किन्छौँ यो छ ल अब हामी यहाँ निस्क्यौँ अब आयो मेन देश खोला अब हामीले यहाँ खोला तर आयौँ यति ठुलो खोला
हामी हिँड्ने बाटो यस्तो साँगुरो छ त्यही हामी हिँडिरहेको छौँ थाके लास्टै हामीले अहिलेसम्म 3टा डाँडो कटाइसके हाइट त्यही अनि 3टा डाँडा 3 घन्टामा कति घन्टा हुन्छ 7 8 9 10 11 3 घन्टा 3 घन्टामा 3 डाँडा घटाउनु इज नट अ जोक होइन त 4 घन्टा ए 4 घन्टा पुग्न आँट्यो अगाडि भिडियो बनाइराख यो हाम्रो नेचर टक्क डार्क भ्यू यस्तो बाटो त हुन्छ नि सबैतिर हामी फाइनली पुग्यौँ यो घरमा हामी खाना खान्छौँ वाउ खतरा भ्यू लौ फाइनल गाइस हामी आफ्नो डेस्टिनेसनमा पुग्यौँ खाना खाने डेस्टिनेसन लास्टै थपेलो हामीले 4 घन्टामा 3 डाँडा कटायौँ द्याट्स हामी कहाँबाट आएको थियो उता देखाउँछु त्यो पारितो डाँडाबाट आएको थियो हामी ठिक छ ल अब खानासाना खाएपछि हिँडेपछि देखाउँछु भ्लग ल अब हामी खाना खाएर लाग्यौँ लेकतर्फ अनि अब चाहिँ हल्का एनर्जी आयो अब चाहिँ हिँड्न सकिन्छ अब हामीले एउटा चुच्चो डाँडा उकालै हिँड्नु छ अनि हामी हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ अनि हामीले मेस्मराइजिङ भ्यू के अरे उतै गर्नेछौँ के भन्छ त्यसलाई त्यो वर्ड दिमागमा आएन हामीले स्वर्णम के भन्छ त्यसलाई अनुभव गर्छौँ हामीले त्यो भ्युजलाई म तपाईँहरू सामी पनि ल्याउन चाहन्छु त्यो यो भिडियो युट्युबमा हाल्छु इफ अरू भिडियो चाहियो भने मलाई पर्सनली व्हाट्सएपमा मेसेज गर्दा हुन्छ म के अरे केटीको म बढी राख्छु बरु म व्हाट्सएप नम्बर त्यहाँ डिस्क्रिप्सनमा छाडिदिन्छु मेरो स्लोली ल अब हिँड्दैछु हिँड्ने बेला 4 सकिन्छ हामी नास्ता खाँदैछौँ काँक्रा खाँदैछौँ यसलाई के भन्छ भन्दै त काँक्रा भन्छ यसलाई न ससेज होइन यो ल दर्शनमा बाघहरू हामी फाइनली पुगे हिँडी अझै कति आवर्स लङ we have to walk around 57 kilometers हामी रेस्ट गर्न बस्यौँ यता अब पुग्न होला आधा घन्टा जति हाइट हिँडी साप्रा दुखिहाल्यो खुट्टा है त दर्शकबिनहरू यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने नआउनु होला धेरै हिँड्नुपर्छ र गाइज फाइनली अब हामी डेस्टिनेसनमा पुग्न लाग्यो होइन लाइक आफ्टर 5 आवर्स पछि हामी फाइनली डेस्टिनेसनमा पुग्न आँटेको अब उता केटाहरू छन् के हो त्यो माथि कोही आयो कि बाघ आयो त्यही हो कति रमाइलो ठाउँ आहा यहाँनिर एउटा टेन्ट राखेर बस्न पायो है बनाइ यो डे 2 को भ्लग हो अब हामी माथि जान्छौँ त्यहाँ खतरा छ सिनहरू त्यही हाम्रो ट्रेक हामी 3 दिन हिँड्यौँ अब डे 2 को त्यस्तो हाल्न पाएन 3
3 दिन हिँड्नु ट्रेक नै हो। ल गाइस, ल बोल दिनेश, कस्तो लागिरहेको? एकदम हामी खुसी एक्साइटेड छु म चाहिँ। अरू बेला आउला भइसक्यो मलाई चाहिँ। हामी एक्साइटेड अबाउट द प्लेस। डेस्टिनेसनमा पुग्न आँटे होइन। ऊ देख्यो ताल सुक्या रहेछ। हामी अफ सिजनमा आयौँ, ताल यही हो, तर अनफोर्चुनेटली यो ताल सुक्यो। यो ठाउँ हुन्छ न, म घर गएर हेभन आउँछ बडी मालिका नेक्स्ट टाइम हो। बडी मालिका भनिदिउँ न, कसलाई थाहा हुन्छ र? अनि बडी मालिका नै हो एउटा। आहा खप्तर, वाह यो पानी स्वर्गबाट आयो यो पानी। ऊ त्यहाँ माथि। अब हामी पुग्यौँ। यो स्विजरल्यान्ड भन्दा कम छैन होइन? एकदम राम्रो ठाउँ छ। चौर अझ भने त हल्का पानी परेको भए झन् एक्स्ट्रा मजा आउँथ्यो। राम्रो छ ग्राउन्ड। This is the spot we have been looking for. यही हो हामी आएको, तर अझै अँध्यारो भएन, त्यही एउटा डिसपोइन्टमेन्ट भयो। स्टिल इट्स अ गुड प्लेस। Wow, worth it? Yes, more than worth it. Yeah, man. It's a Switzerland. भने हुस्सु आएन के ऊ त्यहाँ हेर, तेल त भने हौ तेल राम्रै छ। डाँडाको टपमा होला क्या सोचे, एक्सपेक्टेसन भन्दा त यो त हिमाल देखिने कहाँ हो? ऊ त्यहाँ नै भयो हिमाल जस्तो। म साथीको नाम हिमाल। ठिक छ ल, अब हामी पुग्यौँ, एकछिन बस्छौँ अनि आई विल कन्टिन्यू दिस ब्लग। दर्शन दाइ, ए भाइ तिमी डान्सर अलि जान्छौ? डान्स आउनु होला। ए ल चल्छ, एकछिन पुछ्दै जा त हल्का। ल अब हामी पानीको तलासमा हामी। के बनाउनलाई भन्छु? पानी कहाँ हो पाइने? पानी खोलाबाट भर्ने हो? ए तल पो रहेछ त पानी पाइने। पानी भेटाएको छौँ हामीले फाइनली गाइस हामीले पानी भेटाएको छौँ। आहा पानी त कति धेरै हो यार। कहाँ छ खोला? ला ऊ त्यहाँ माथि हो। खोलै सुक्या छ यहाँ त, खोलै सुक्या छ उता हिँड। अब पानीको तलासमा हामी हामीले चाउचाउ र करेन चाउचाउ र चिउरा खाइसकेका छौँ। अब हामी हाम्रो अर्को डेस्टिनेसनमा जान गइरहेको छौँ। बट ताल चाहिँ होइन, त्यो तालको एक्सपेक्टेसन चाहिँ नगर्नु। देखा हो, हेर्नु सक्नुहुन्छ। आहा न क्या राम्रो।
भ्लग कन्टिन्यू गर्न पाएन बिकज माई मोबाइल इज फर टु क्लिक पिक्चर्स। अब मैले भर्खर पाएँ अनि हेर्नु पछाडि हामी यता आउँदैछौँ जाँदैछौँ अनि अगाडि के भन्छ यसलाई लामिताल भन्छ तर ताल चाहिँ छैन यस्तै उस्तै छ है। अब आहा बडी मालिका आहा यो हो नि त अब चाहिँ ल मेस्मराइजिङ भ्यू टक्क त्यही भने ल यो चाहिँ राम्रो ठाउँ छ म देखाउँछु तपाईँहरूलाई। आहा स्विजरल्यान्ड पुग्यौँ हामी हिडन स्पट इन डोटी होइन त ऊ घोडाहरू छन् त्यहाँ टक्क हियर स्वर्ण ओली स्टेइङ एन्ड हियर इज दर्शन दाई के छ हालखबर ठिक छ ऊ त्यहाँ घोडा छन् जाऊँ न त्यहाँ ल ठुलो खोला आयो पार गर्नु छ ल जाउँ नै नसल न अब म यसलाई बहादुरले पार गर्न गइरहेको छु ल 1 by 1 दिनेश ल निकिता डराइन् ल सुवर्ण सके ल अब मेरो पालो अरा घट्नु भएन ल जम्प फाइनली रिच्ड आवर डेस्टिनेसन सेकेन्ड डेस्टिनेसन राइट yeah एकदम राइट and there it is our horses not a horses exactly but this is our Gau Mata. This is far better than के रे धनगढीमा छोडेको गाईहरू हैन त के छ हालखबर गोरे राते गोरे ब्लन्डे मान्छे फर्स्ट टाइम देख्यो क्या कसरी हेर्छ त यसको सिङ छैन एनै छ रहेछ भागम हो दूर आइज पुकिज 3 पुकिज इन 1 फ्रेम पुकिज नै रहेछ यो पनि पुकिज नै रहेछ ऊ त्यो रहेछ पुकिज फस्यो जहाँ त्यहाँ पनि गिलो हो अब हामी यता जाऊँ यो पुरै गिलो छ यता ग्ल्याड हामी गइरहेको छौँ खोला Granado, see? Come, fast. तू ही मेरा मीत है प्रीत हामी ऊ त्यतिबाट ऊ त्यहाँबाट त्यहीबाट होइन हजुर दाइ कसलाई हो फ्लावर त्यो पनि फोटो खिच्नु नि त दिया जस्तो ल त्यही त कसलाई पठाउने थाहा छ पठाइदिनु होला ठिकै छ दिन हेरौँला भाउजूलाई ओ भाउजू यो गइरहेको छ कि यता नि कस्तो बाटो छ पुरै गिलो छ अनि हामी माथिबाट जान्छौँ Let's go माथिबाट Let's go हैन डाँडै पुर्खे सलो
र ल आइच त्यो हिलोले के हुँदैन पुरै पानी पानी छ नि जुत्ताको हाल त ला चार्नै सकिन लाग्यो अब भिडियो एन्ड गर्नुपर्छ जस्तो लाग्यो तपाईँले हेर्नुभयो भ्यू आहा यही हो हाम्रो हिडन स्पट इन डोटी इन जोरायल स्पेसली गडा खड्काबाट खोला पुर्खे हुँदै पुर्खे आएर हामी यो ठाउँमा समाप्त भयो It's not aesthetic bro, it's a photography. लामो भाइ महँगा पानीको हुल छ अहिले सरी मेरो दाइ कति राम्रो ठाउँ डार्क डार्क प्लेस छ है पानी आयो ल हामी यहाँ निस्किँदैछौँ खतरा प्लेस सो डार्क हियर अहिले साँझको 5 बजिसक्यो हामी एडभेन्चरहरू लाइक अब 6 देखि 7 मा बाघ आउँछ सुने है रातितिर त्यही हामी एडभेन्चर गरेर 2 घण्टाको बाटो हिँड्नु छ Natural trampoline. पानीले मानिन्न के किस भान्जा हालखबर हेलो भन्देऊ हेलो भन्देऊ हाई भन्देऊ हाई भन्देऊ हाई हाई नाम के हो तिम्रो नाम के भन्छ नाम भन्देऊ न भान्जा नेम अहिले भान्जा मेरो कुन्तुमा भने त मामा अरे के ओली रे हेलो ओली सालोली चुके के रे दर्शना जिसको नाम चाटे ए वो संकला है मेरो होड हेर्दै थियो काडा ल गाइस यही हो अब हामी सुत्न लाग्छौँ देयर इज अ ब्युटिफुल बाई I'm swimming in everything you said. I'm thinking about jumping in it.